भर्खरैको प्रस्तुति सबैजनालाई कस्तो लागेको छ गाइज मलाई अनेस्टली भनौँ है अहिलेसम्मको सबै परफर्मेन्सहरू कस्तो लागिरहेको छ आर यु गाइज फिलिङ आउट पर्फर्मेन्स त राम्रो तर आज यो स्टेजको पावर धेरै हो कि मलाई त्यस्तो लागेको म त अगाडि आँखा देख्नै सकेको छैन त तिमीले स्टेजको लाइट पो सोचेको होइन कि यो त हाम्रो क्लास 11 को बहिनीहरूको हेभी मेकअप हो हेर न कस्तो भइरह गर्ल्स मेकअपको पावर हो कि होइन हो जस्तै छ डियर गर्ल्स आफ्नो हाइजिन त मेन्टेन गर्नु तर कलेजमा ब्युटी पार्लर चाहिँ नखोल्नु है एन्ड गाइज बोइज कपालको केयर चाहिँ गर्नु होइन बट तिमीहरू मिड भ्यालीको बज कटबाट चाहिँ बस्दैनौ है ल भइगयो यो मेकअप र कपालको कुरा त पछि गरौँ अब फेरि कार्यक्रममा अगाडि बढाउँ सो गाइज अब हामी अर्को प्रस्तुतितर्फ लागिरहेछौँ सो नाउ आई वुड लाइक टु कल प्राप्ति श्रेष्ठ एन्ड हर टिम टु परफर्म इन द स्टेज प्लिज वेलकम देम विथ अ बिग राउन्ड अफ क्लोज